यदि तपाईलाई बाघसँग बस्नु छ भने तपाईँ त्यसको 1 किलोमिटरको डिस्टेन्समा बस्नुहोस्। यदि तपाईलाई हात्ती गैंडासँग बस्नु छ भने चाहिँ तपाईँ त्यसको 400-500 मिटरको डिस्टेन्समा बस्नुहोस्। तर यदि तपाईलाई कुनै मूर्ख व्यक्तिबाट बस्नु छ भने तपाईँ त्यो ठाउँ छोडेर भाग्नुहोस्। त्यसको कुनै अल्टरनेटिभ छैन। र एउटा भनाइ नै छ, मूर्ख मान्छेसँग दैव पनि डराउँछ भनेर। आज हामी 5 वटा साइन्सहरू, मूर्ख मान्छेहरूको 5 वटा साइन्सहरू डिस्कस गर्न गइरहेका छौँ। र पहिलो छ दे विल टक मोर। र एउटा भनाइ नै छ रित्तो भाँडो चाहिँ धेरै बज्छ भनेर है। र मूर्ख मान्छेहरू चाहिँ प्रायः चाहिँ आफ्नै कुराहरू चाहिँ एकदमै बढी पेल्ने र अरूको कुराहरू चाहिँ के छ कसो छ भन्ने कुरा, अरूको मनोभावना बुझ्ने, उनीहरूको सरोकारको विषय नै हुँदैन र आफ्नै कुराहरू मात्र बढी पेल्छ। र दोस्रो छ उनीहरूले चाहिँ मिस्टेक्सहरू चाहिँ एकदमै मल्टिपल टाइम रिपिट गरिराख्छ र म असफल भएँ किन भनेर चिन्ता गर्ने त्यो त छँदैछ। तर पनि उनीहरूले चाहिँ ल के प्लानमा चेन्जेस गर्नुपर्ने छ कि अथवा म किन असफल भएँ भनेर चाहिँ उनीहरूले आफ्नो मिस्टेक्सहरूलाई केराउनी र एनालाइज गर्ने चाहिँ उनीहरूले गर्दैन। र जब चाहिँ जिन्दगीले चाहिँ एकपछि अर्को लेसन चाहिँ उसलाई दिइरहेको हुन्छ त्यो बेलामा चाहिँ उसले चाहिँ क्लास चाहिँ बङ्क गरिरहेको हुन्छ है। र तेस्रो छ दे आर ओपन एन्ड विक भन्ने छ। किनकि धेरै मान्छेहरूको बानी हुन्छ कि एकदम मेरो त चोखो हृदय छ, सबैलाई आफ्नो मन दिइहाल्छु, इजिली जे पनि पोजिटिभ कुरा नेगेटिभ कुरा स्ट्रेन्थ विकनेसहरू सबै सेयर गरिहाल्छु भन्ने जस्तो मान्छेलाई लाग्छ। तर त्यो चाहिँ एउटा मूर्ख मान्छेको चाहिँ ठुलै विशेषतै हो है। र चौथो छ उनीहरूले चाहिँ जहिलेसुकै अरूको एडभाइसहरू चाहिँ रिजेक्ट गर्छ है। र साँच्चै लिनपर्ने एडभाइसहरू पनि रिजेक्ट गर्छ। किनकि उनीहरूलाई चाहिँ सत्य के हो भन्नेसँग मतलब हुँदैन। उनीहरूलाई चाहिँ फल्स इगोलाई चाहिँ, फेक इगोलाई चाहिँ उनीहरूलाई चाहिँ आफूले प्रोटेक्ट गर्नुपर्ने हुन्छ र उनीहरू त्यतैतिर चाहिँ उनीहरू केन्द्रित हुन्छ। र अर्को लास्टमा छ उनीहरूले चाहिँ जहिलेसुकै अरूलाई ब्लेम गर्छ। र मूर्ख मान्छेहरू चाहिँ दे आर मास्टर अफ एक्सक्युजेस भनेर भन्छ। र उनीहरूले चाहिँ जहिलेसुकै अब केही क्रेडिट लिन पर्ने छ भने चाहिँ मैले गर्दा भएको भन्ने राम्रो कामलाई चाहिँ, तर केही नराम्रो भएको छ भने चाहिँ ठ्याक्कै अरूलाई चाहिँ औला पोइन्ट गरिदिने, अब अरूको कारणले गर्दा भएको भनेर भन्ने हुन्छ।